अब जस्तै कि हाम्रो चाहिँ धरानको मेयर हर्क साम्पाङज्यूको पनि त्यो खालको प्रतिक्रिया आउँछ यसरी चाहिँ प्रतिक्रिया नदिए हुन्थ्यो नि भनेर पनि भन्छन् नि सर कस्तो लाग्छ किन नदिने प्रतिक्रिया दिने मात्र होइन मैले त पायो भने ठोकिदिन्छु पनि भनेको छु होइन अब भेट हुँदैन अब फेसबुकमा ठोकेर भएन यो खानेकुरामा पनि मैले केही पनि वास्ता गरेँ भोक लाग्यो भने जे छ त्यो भोक लाग्दैन कुनै संस्थाले सम्मानपूर्वक दिएको मायाको चिनो मेडललाई तपाईँले सजिलैसँग बिक्री गरिदिनु भयो के भन्नुहुन्छ यसमा बिक्री गर्ने होइन काम नलाग्ने मायाको सम्झनाहरू टिपेर पनि फालेको छ अब जेसुकै गरोस् मलाई राजनीतिसँग वास्ता छैन देश र राज्यबाट के कुराको आशा छ हजुरलाई केही आशा छैन तपाईँ पछिल्लो समय खुसी हुनुभएको हाँस्नु भएको कुनै पल मलाई भनिदिनुहोस् कतिखेर तपाईँ हाँस्नुहुन्छ सधैँ हाँस उहाँले के ठुलै निर्णय गर्यो भन्ने ठाने कि मन्त्री हुनुहुन्छ अहिलेसम्म त्रिभुवन विश्वविद्यालय नीति तथा कार्यक्रम धरि ल्याएको छैन के भन्नुहुन्छ अब त्यो त प्रयास गर्दैछन् त्यहाँ चिनेहरूले होइन अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने घरको सम्पादक त अब जेनजी उमेरमा परेन ढङ्ग ल्याएन भने त्यो पार्टी खोलेको केही अर्थ हुँदैन कसैको पार्टीमा अहिले जानु सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला अरे ज्योतिषीको कुरा नगरेन हो अब 32 वर्षमा 32 वर्षसम्म म त पालिएको छु 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म होइन हावा र पानी खाएर बाँचेको छैन होला किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला आर यु कमेडी मी ले त चप्पल लाउन सक्दैन फाटेकै चप्पल लाउँछ कोट लाउन सक्दैन तर तपाईहरूले त 1000 2000 को जुत्ता त लाउन सक्नुहुन्छ हैन तपाईहरूले सक्दै हुँदा पनि चप्पलमा किन हिँड्नुहुन्छ यो पनि एउटा लोकप्रियतावाद हो कि भनेर प्रश्न उठिरहेको ए साथीहरु त हावा रहेछ उसो भए घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ